दिदी सक्यो खै हाँस यहाँ पनि रहेछ एउटा यो सानो भयो नि दाबीलाई पनि लाग्छ भन्छ अरे सुनेको थियो ल हाम्रो आज भएको यहाँ उहाँदेखि टिपेको एकदम ठुलबा टिप्न आउनु भएको रहेछ नि हामी हेल्प गरेको हामी चाहिँ घर नजिकै भएको भएर हाम्रो आज कोदो टिप्ने कार्यक्रम सक्यो अब खाजा खानु ठुलबा अब खाजा बनाउनु जानु हामीलाई खाजा बनाएर लिएर आउनु ओ दम्बा खाजा बनाएर ल्याउनु के हामीलाई काम गरेपछि खाजा बनाइदिनु पर्दैन के खाजा बनाउने अब जिस्काको पुऱ्याइदिन्छ अरे बोक्नु सक्दैन यहाँ चाहिँ हाम्रो करेला मुला छ कोही देखेन कामले के भ्लग बनाउने क्या अब हम दिदी नुहाएर बसिरहेको यहाँ चिटिका पऱ्यो सक्यो 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 यहाँ मेरो माइल दिदी हेर्नु हेलो भन्नु न हेलो भन्नु न हेलो के भयो अयो भ्लग बनाएको हेलो भन्नु भने हेलो रे कस्तो मजाले के भन्छ भनेको ल यस्तै छ हाम्रो घर चाहिँ यहाँ हो मैले यहाँ फिल्टर राखेको कस्तो नराम्रो देखा त चाहिँ यहाँनिर हाम्रो घर हो घर चाहिँ लामो 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 छ कता कता हो चाहिँ बुवाहरूले मकै लगाएर छ मकै रहेछ यहाँनिर एउटा ल्याएँ मैले यस्तै हो यहाँ बुवा बुवाले के भन्नु लाग्नु बाबा मेरो बुवा भित्र कहाँ हो हेलो भन्नु न हेलो भन्नु न हेलो भन्नु न हेलो मैले दिदीलाई हेलो भन्नु भनेको अनि उता हेलो कता कता अनन्दर भन्छ यहाँ भाउजू मैले भाउजू काली काली भइछ म मात्रै सेतो देख्ने रहेछ फिल्टर लगाएर अझै पर्दा तान्नु हाम्रो घर हो के हो यो उता त्यो मुनि घोसेर नै हुन्छ बुवा अनि चैता यहाँ एउटा छ त्यो छ एउटा यहाँनिर तिनवटा ढोका कता कता लजा दिदीले भाइ लिएर आउनुभएछ दिदीले दम्बाको पुऱ्याइदिनु लाग्यो तल पुऱ्याउनु जानु लाग्नु भए पुऱ्याइदिनु पऱ्यो नि दम्बा अब कुखुरा काट्ने हो नि त कोदो रोपिसक्यो त अनि ए टिपिसक्यो त भाले छ कि छैन भाले छैन छैन अनि कोदो टिपिसक्यो त अनि भाले त्यो हो नि भने त्यो हो नि चुलाल जिस्काउने त्यही हो गाइज ल मेरो भ्लग छ बस एउटा बुवा त्यही छ दाइल ल छ एउटा त मैले दाइले होइन ओ दिदी हाँसेको है तिनीहरू छ अरे मन खानु पर्यो हामी चाहिँ चिज खाने अब तँलाई पनि दिनु ग्लास दुई भाइको कुरा हुँदैछ मैले भने मान्छ भने त्यो कारणमा गर्न चाहिँ यहाँ नालो भाइ के अरे सायद खाल्दा त्यो पछिबाट नाला र चाहिँ एउटा घर छ के भन्यो गाडी छेउ छैन भन्ला केटा भएर पेसबाट छैन रे अब यत्रो अब मलाई दिन लालो मक्का परेको यस्तो छ त्यहाँनिर घामले के हो उल्कै टल्किन्न कस हेर्नु त्यो माथि हिमाल छ यो माथि नि तर देख्दैन रहेछ कि हेलो भन्नु हिमाल बादलले छेकेको छ हेलो गाइस हो हजुरहरू हामीले फोटो धुन लाग्छ ए त्यो त के गाइस र फेरि भन्नु त हेलो गाइसहरू हजुरहरू के गर्नु लाग्नु भएको छ हामी त फोटो धुन फुटेर यहाँ गाउँतिर आएको
अनि के गर्नु दिदीले चाहिँ भ्लग बनाउनु जस्तो म छैन यहाँनिरको कस्तो राम्रो देखायो कि यहाँनिर त्यस्तो छ कहाँ फेस देख्छ त हेलो गाइजहरू यो चाहिँ हाम्रो गाउँ हो मेरो बेस्ट गाउँ हो जुगाल गाउँपालिका जुगाल हिमाल त्यहाँनिर छ तर त्यो बादलले सबै छ क्या भोलि बिहान देखाउँछु मैले बिहान चाहिँ मजा सबैजनालाई हाम्रो गाउँ कति रमाइलो छ बाई बाई एभ्रिवान सके त्यो